के हो पैसाको बन्दोबस्त भन्दाखेरि त मेरो बुढीलाई त मैले एलिसा तिमी अब भने जस्तो भए पनि यतै केही गर्नु पर्ला त्यही भएर ए नानी बिचरा यो नानी हेर त अगाडि गएर कति दुःख पाउने हो अहिले भएको छैन दिदी एकछिन पछि मेरो कुञ्जुनीको साउनी तले किन यस्तो गरेछिस् के छिटाइदे भनेछु नाइ हन तलाई भया चाहिँ के हो बजार जाम फेरि ल अहिले भर्खर बजारबाट आइनिस् त फेरि के गर्न जानिस् बजार मोबाइल किन्न पहिला त यहाँ आइज अनि सल्लाह गरौँला हिँड्जाम गर ना पहिला मोबाइल किन्नु अनि मात्र जान्छु साथी जानिस् मोबाइल नकिन्दासम्म म घर जाने कुरै छैन हो तले बाटोमा यस्तै गरे बेइज्जत लाग्दो काम गर्छिस् नि त्यही भएर मैले वरिपरि जा तँलाई नलग्ने भन्छु के आफूसँग तपाईँ जसकै भन्नु मोबाइल नकिन्दासम्म म यहाँबाट हल्लिने कुरै छैन यतरा लास पछि किनको चरी ल मेरो फ्यान चला के आयो टच फोनको जमानामा ट्याप ट्याप फोन दिने जा तल कुकुर नि तल मेरो फोन फालिस् ल ठीक छ हे नानी मसँग भएको सबै पैसा जति मैले तिरन तारन सकिहालेँ अनि यो कपडा पनि अहिले त्यसलाई उधार बोकेर आएकी छु अनि अहिले सेकेन्ड ह्यान्ड फोन किनौँ भन्यो भने 5-6 हजार पर्छ अनि म तँलाई कहाँबाट ल्याएर त्यत्रो पैसा फोन किनिदिनु जब एउटा मोबाइल किन्न पनि पैसा छैन त्यो गोजीमा पराइ पाठ 16 दुना 8 भन्थ्यो कसले त्यस्तै गरिस् लु आइज गोचिया गर भेटाको पैसा सबै तेरो भेटिस् त पैसा अब विश्वास भयो अब हिँड गर नानी मैले तिम्रो बहिनीलाई अघिदेखि त्यहाँ बसेर हेर्दा तिम्रो बहिनी त कति फटाफट रहेछ त हौ बहिनी रे कति हाँस्नु के नानी तिम्रो बहिनी त फटा मात्र हैन महा फटा रहेछिन् अरूको घरमा के हुन्छ के हुन्न तपाईँ बिचमा ट्याक्स नबोल्नु त आफ्नोबाट लागिहाल्नु ओइ चुप आफूभन्दा ठुलोसँग यस्तै गरेर कुरा गर्छन् माफ गरिदिनु है दिदी यो आजै बच्चै छ सिक्दै जाले नि पछि भाइ ओइ घर हिँड ना म जान्न मैले अघि नै भनिसकेँ त मोबाइल नहुँदासम्म म यहाँबाट हिँड्दै मैले भनेको मान नानी तिम्रो बहिनी यहाँबाट हल्लिने आली छैनन् मम्मीलाई बोलाइदेऊ साच्ची मम्मी आएपछि के गर्नु छ र यो घर जान्छे सबभन्दा पहिला त मागेको कुरा सही हो या गलत हो त्यो हेर्नुहुन्छ यदि मागेको कुरा सही हो भने साथमा पैसा छ भने किनिदिनु पनि हुन्छ यदि साथमा पैसा छैन भने सम्झाउनुहुन्छ भनेको मानेन भने लाउँछ 2-4 चाटा अनि रुँदै जान्छन् पछि ए ओइ राम्रो मनसित भन्न लाग्छु घर आइन जानु भने सुन्नु न तपाईले साथ जानेस् नाइ साथ जानेस् नाइ यसलाई त नाइ तिमीलाई भनेको हैन के इनको मम्मीलाई बोलाइदेऊ भनेको अरे बाबा यसको मम्मी नै म यो अब काम ल्याइदिन कसलाई मैले अर्को मम्मी ह मम्मी म हो रे म कहाँ गएर आम फालेर मरम बुनु तिमीलाई थाहा थिएन सानो उमेरमा बिहे गर्नु हुँदैन भनेर ल हेर त सानो उमेरमा विवाह गरेर दुःख पाएको अरे तपाई चुप
चुप लाग्नुस् के जो गल्ती पलान नगर्नु पर्यो त्यो भइसक्यो अब केसलाई म मारेर फालिदिम ओइ गरिन किन बाल विवाह गरेको होला है बिचरा यो नानी हेर त अगाडि गएर कति दुःख पाउने हो माया लाग्यो मलाई त्यो बहिनीको बिचरा बहिनी सोह्र वर्षे उमेरैमा आहै 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ अहिले त बुढो भएमा आहा यसो चिटिक्क परेर बस्दाखेरि त म पनि ह्यान्डसमै देखिने रहेछु या अब गाउँतिर जानु पर्यो बाबा हेर्नुस् त जतिको छ किनिदिनु न नयाँ अब के गर्छस् त केटा मसँग पैसा छैन जा तेरो मम्मीलाई गएर भन् तेरो बाबुले भने के गरेछन् र यही त हो जा तेरी मम्मीलाई गएर भन् मैले तिमीलाई बिहानै भने हैन म यसलाई लगेर जान्न भनेर तिम्रो जिद्दीको कारणले यसले मेरो आजबाट नाक काट्दै हिँडेकी छे ल तेरो नाक त त्यही छ त तिमीलाई मजाक लागिरा छैन तिम्रो छोरीलाई मोबाइल चाहियो रे मोबाइल चलाउँछु भने ठिकै छ त तेरो मोबाइल छ त देन चलाउन तिम्रो छोरीलाई मैले मोबाइल नदिएको तिम्रो छोरीले मेरो मोबाइल चलाएर पनि इ कबार खान पुराइसकिए मान्छे 2 बित्ताको भइसके छैन एटिट्युड चाहिँ 4 बित्ताको देखाउने भइसके छ मलाई अरु कुरो केही थाहा छैन 400 500 कति लाग्छ त्यो मेरो फोन लगाएर बनाइदिने पैसा राख्ने देख्छस् त्यस्तो सजिलो गरी भन्छस् अनि के मसँग छ त पैसाको बुटो अब के गर्छस् त तसँग नि पैसा छैन मसँग पनि छैन अब जसरी हुन्छ जे गरेर हुन्छ त्यसै चलाउनु त होला नि जिन्दगी त्यसो भनेर कहाँ हुन्छ छोराछोरी जम्नान मात्र हुन्छ अरु केही गर्न नसके पनि उनीहरुको आधारभूत आवश्यकता पूरा गर्दिनु पर्यो नि इ आज छोरीको कपडा थिएन एकजोर उधारो कुर्ता सुरुवाल बोकेर आएकी छे उता फेरि छोराको कट्टु च्याथे छ त्यसलाई पनि कपडा किनिदिने होला मलाई अरु कुरो केही थाहा छैन हेर बुढा जहाँबाट हुन्छ जसरी हुन्छ पैसाको बन्दोबस्त गर के हो पैसाको बन्दोबस्त भन्दाखेरि त मेरो बुढीलाई त मैले कुरुपुरु पो देख्छु त पहिला आँखा फुटेका थिए कि आलुको चस्मा लगाएर हिँड्ने थियौ कुरुसँग बिहे गरेपछि यस्तै गरे हुन्छ थाहा थिएन र लएर फेरि रिसाकी त्यसो भन्न खोजेको हैन क्या बुढी त तर एकदम राम्रो छस् असाध्यै राम्री छस् क्या मैले त्यो तेल लगाएको हल्का त्यो टपले पो हल्का क्रोप बनायो भनेको त बरु त्यो तेल लगाएको त्यो टपहरुलाई सुनबसम्म लगेर फ्याक्दा कस्तो होला यसलाई बेचेर घर खर्च चलाउने दाउमा छ होला हैन चाँदीको भए पनि मेरो माइतीलेको अन्तिम चिनो हो यसलाई बेच्ने कुरा नगरै बुढो भन्देको छु मैले ठिकै छ अब बेच्दिनेस् भने म के बनाम त बाड देखाउने कुरा देखाइहाले अब जेसुकै गर हो स्याबास यस्तै गरेर घरको जिम्मेवारी पूरा गर्नुपर्छ अनि उमा लागिन्छ दैविले खान चाहनु होला के उबेलामा सानैमा बिहे गर्यो बिहे गरेर दुःख पाइन्छ भन्थे के गर्ने उबेलामा पत्याएन नानी बाबु आइजाऊ यहाँ मम्मी मलाई के ल्याइदिने छ जे नि मम्मी मम्मी अब खाम न हिना भित्र म तिमीलाई बट्टा बाँड्दिन्छु मम्मी म एउटा सकले खान्छु न मम्मी म पनि है हुन्छ के हुन्छ तिमीहरूलाई सक्ले एक गुन्टा दिन्छु बरु म खान भयो हिन जाम आऊ अहिले भएको छैन दिदी एकछिन पछि के बोल्दैन म आउँछु है आइए म त
मैले जिते नानी बाबु हैन कहाँ गएछन् यिनीहरू मम्मी आउनु भो मम्मी बजारबाट आउँदाखेरि पनि यति धेरै टाइम लाग्छ र अटो नपाएर हिँड्दै आयाम त्यही भएर यति धेरै टाइम लाग्यो आज के ल्याइदिनु भयो त मम्मी खाने आज खाने ल्याएछन् आज तिमीहरूको लागि कपडा ल्याइदिएछु मलाई पनि मम्मी आज यहाँ बस बरु म तिमीहरूलाई देखाउँछु है यो चाहिँ नानीको लागि अनि यो चाहिँ बाबुको लागि मन पर्यो अनि मम्मी मैले त मोबाइल पनि भनेको थिएँ त नचाहिने कुरा नगर नानी तेरो मोबाइल चलाउने बेला उमेर होइन यदि कहिले काहीँ साह्रै चलाउन मन लाग्यो भने तेरो बाबालाई भन्न एकछिन दिइहाल्नुहुन्छ नि बरु दायाँ बायाँ केही नगर 10सम्म राम्रोसँग पढ त्यसपछि सोचौँला सेकेन्ड ह्यान्ड मोबाइल भए पनि जस्तै रहे पनि किनिदिन्छु अब यही कुर्ता सुरुवालबाट चित्त बुझाउनु पर्छ तर यो कुर्ता सुरुवाल चाहिँ दामी छ है दामी लिऊ अब यिनी कपडा म राखिदिन्छु यिनी कतै वरपर जानले मात्र लगाउने है हस् लिऊ के हो आज त हाम्रो घरमा उधुम पो छ त मेरी बुढी कति समझदार छ भन्ने मलाई राम्रोसँग थाहा छ के एक केटाकेटी हो जाऊ अब गाउँतिर खेल्न अहिले तिमीहरूको मम्मीले खाना पकाउँछ अनि त्यसपछि खाना आउनु आइज बाबु जाऊ अनि बुढी कति बेसी त लौ यही हो बचेको पैसा छोराछोरी लुगा लत्ता रासन पानी किन्दा सबै पैसा सक्यो अनि त्यहाँ तल पसलमा उधारो थियो त्यो पनि तिर्दे ल ल राम्रो गरिछेस अनि बुढा सुन न भन् के हो आज नि सुन पसलमा सुन बेच्न गएको बेला पसलेसँग कुरा भएको थियो त्यहाँ नि एकजना काम गर्ने कामदारको जरुरत रहेछ म त्यही काम गर्ने हुन्छ भनिदिए अनि काम चाहिँ के हो नि झाडु पोछा लगाउने ए अनि तलब चाहिँ कति दिन्छु भने त 7,000 देखि सुरु गर्ने कुरा भएको छ मैले गरेको काम राम्रो भयो भने तिमीलाई पनि काममा राख्छु भन्नुभएको छ त्यही भएर म त हुन्छ भनिदिए अनि तेरो पनि मरिसक्यो एक वचन पनि सोध्नु पर्दैन उसलाई इज्जत नगर्ने भएछ नि त सरी मैले गल्ती गरेँ अबदेखि जे काम गर्दा पनि तिमीलाई सोधेर मात्र गर्छु नि जानु पर्दैन कामसाम गर्न त्यो 7,000ले के नै हुन्छ भने ठानिसेस मैले पनि बरु यसो कामसाम खोजिरहेको छु भेट्यो पनि गर्नु पर्ला त्यस्तो काम गर्न मन लागे भए ती भेटिरहेको त सुन पसलमा गरे भएको नि तैँले भनेर हुन्छ झाडु पोछा लाउनु जस्तो मानिस मलाई गर्दिनु म त्यस्तो कामसाम अनि ठुलो काम गर्नलाई त पढाइ लेखा पनि त हुनु पर्यो नि तँ धेरै थुत्नु नचलाइ तैँले कुन चाहिँ परेको छ मलाई अनपढ भन्नु बुझिरहेछेस यही हो संस्कार तेरो आफ्नो लोग्नेलाई घोच्याएर बोलेर के नै पाउँछु र मैले पढे लेखेको भए यो गति हुन्थ्यो र बरु सुन न बुढा
अवन म पढ्छु है बरु पढ्ने खर्च आफै जुटाउँछु के मलाई पढ्ने ठुलो रहर छ अनि छोराछोरी लगाउने फेसन लगिन छोड्दिन्छस् खुस्टा जस्तो कुरा नगरे बुढी अन्त यो बेलामा पढ्न गइस् भने यो घर समाज गाउँले के भन्छ इज्जतको यति पनि ख्याल राख्नु पर्दैन सुन्दा पनि लाजै मर्दो सानैदेखि पढ्ने लेख्ने ठुलो रहर थियो र पढिरहेकी पनि थिए त्यसै बिचमा तिमीले मलाई प्रेम प्रस्ताव लेख्यौ त्यति बेला नै मैले तिमीलाई हुन्न भनेकी थिएँ तर तिमीले हाम्रो यो प्रेम सम्बन्धले पढाइ लेखाइलाई केही असर पार्दैन भन्यौ मेरो हरेक सुख दुःखमा यहाँसम्म कि मेरो हरेक लक्ष्यहरू पुरा गर्न सघाउँछु भन्यौ मैले पनि मलाई सजिलै होला भनेर तिम्रो प्रेम प्रस्ताव स्वीकारिहालेँ एकान दुईकान मैदान हुँदै 13-14 वर्षमा बसेको प्रेम गाउँभरि सबैलाई थाहा भयो बाबुआमाले पनि छुटाउनै खोजेका थिए तर के गर्नु तिम्रो कुराको पछि लागेर मैले तिमीसँग विवाह गरेँ त्यसपछि पनि मैले तिमीलाई पढ्ने लेख्ने ठुलो रहर छ अहिले बालबच्चा नबनाम भनेकी थिएँ तर तिमीले अहिले बालबच्चा बनाएपछि तिमी फेरि हुन्छु जे गर्दा नि हुन्छ भन्यौ मैले भने होला त नि भनेर तिम्रो कुराको पछि लागेर किशोर अवस्थामै आफ्नो ज्यान जोखिममा राखेर दुईवटा बच्चा जन्माए हुर्क्याए तर अहिले मैले तिमीलाई मलाई पढ्ने लेख्नु ठुलो रहर छ भन्दा गाउँ समाजले के भन्छ इज्जतको ख्याल राख भन्छ तिमीले मलाई कस्तो दलदलमा फसायो नानी कस्तो दलदलमा ए भनेपछि तेरो सपनाहरू मेरो कारणले बिग्रियो होइन मेरा कुनै सपनाहरू थिएनन् यी धेरै गएको जस्तो आँसु खसालेर मतलब कुरा नगर है बुढी यो जति पनि भइरहेछ नि त म डुबेको कारणले भए तैँले भन्छस् कसरी कि मेरो कारणले तेरो जिन्दगी बिग्रियो भनेर यदि त्यो दिन होइन मैले पठाएको प्रेम प्रस्ताव तैँले स्वीकार नगराए भए आज यो दिन देखिन्थ्यो तिमीले 15 पटक प्रेम प्रस्ताव राखेपछि मैले हुन्छ भनेकी थिएँ तिमीले नलाएको भएमा आउँथे अनि त नआएकोमा मैले ल्याउँथेँ यो जति पनि भइरहेछ नि बाल्यकालमै भएको अहिले उमेर परिपक्का भएपछि बिचमा लिएर झगडा गर्ने काम नगर होइन भने के होइन भने यो सब समयले बताउँछ याद राख सरी बाबा मामु तपाईँलाई मेरो कारणले हार्ट एट्याकको शिकार हुनु पर्यो तपाईँको चित्त दुखाएर तपाईँकी छोरी कहाँ खुसी भएकी थिएन हेर्नु न मामु तपाईँकी छोरीले नर्कको जिन्दगी जिरहेकी थिए हो त्यसो भए आइज यहाँ बाबु होमवर्क गर्ने है ल यो फेरि किन उभि छे बस ल बसेर पढ आज तिमीहरू पनि पढ म पनि पढ्छु है ल मान्छे कहाँ मरे
भ्याबर रहेछ रक्सी खाएर आयो होइन तिमी ए चुप म त देखेर आज एकदम फायर छु ए बुढाबारी हो नानी बाबु जाऊ भित्र जाऊ ओए म किन रिसाए थाहा छ तँलाई कुकुरको मुत खाएपछि जसको पनि दिमाग खराब हुन्छ ना कुरो अर्कै छ भन नि त भन के कुरा रिस उठ्यो भनेपछि तँलाई म आफै सम्झाउने भयो नि मैले तँलाई नबर भने होइन तेरो हातमा किताब किन्नु आएँ तैँले मैले भने माने नै छैन हेर्दैछ म कान्छी लिएर आउँछु सुनिस् नि तेरो यो कुच्चेको डेक्ची जस्तो अनुहार भोलि बिहान देख्न नपरोस् म अब कान्छी लिएर आउँछु अति गर्नु अत्याचार नगर्नु तँलाई पापी तँलाई मेरो आँसु लाग्छ हातले भइसकेन आज पापी हेर्दै जा तँलाई मेरो आँसुले बोल्छ तेरो भलो जिन्दगीमा कहिले पनि हुन्न नानी बाबु लौ आफ्नो झोला बोक लौ ल नानी राम्रोसँग जानु अनि त्यहाँ मामा घर पुगेपछि हजुरबालाई फोन गर्न लगाउनु है ल ल जाऊ बाई घर पनि पुरै फोहोर भएर छ सफा गर्नु पर्यो बुढी घर बनाउन लाग्यो मैले चाहिँ एउटा गल्ती गरिहालेँ नरिसा है अब हामी सब मिलेर बस्नुपर्छ खुब राम्रो काम गर्यो होला सस्तीमाथि हात हालेर आफू जस्तो बहादुर र मर्द कोही छैन भन्न ठान्छ यो दुनियाँमा ए त्यो कुरा त हिजो जे भयो यार रक्सी खाएर अनजानमै भएको हो के मैले त त्यो कुरा बिर्सिस होला भन्न ठानेको थिएँ बिर्सेको रहन्छस् ल नि त ल सरी क्या सरी रक्सी खाएको बहानामा मन परि कुट्यो अनि कति सजिलो छ है सरी भन्न हेरै बुढा आइन्देखि यस्तो गल्ती भयो भने भनिदिएको छु मैले मर्दिन्छु नि फेरि यसको मतलब तिमीले मलाई माफ गरिदेऊ हजुर सरकार हिमा कुरा मिलिसक्यो आऊ यता र बुढा इन नानी चाहिँ को हुने चिनिनस् तेरो कान्छी बहिनी क्या बहिनी को बहिनी कस्तो नबुझेको के त्यो मेरो कान्छी बुढी क्या मतलब सौता सौता भनेर टाढाको नबना न अब तिमी दुईटी मिलेर बस्नुपर्छ क्या ना 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 मैले तँलाई अघि नै माफ मागेँ है तैँले माफ पनि गरिदियो छिर्साउन पान्ने कसले मैले तिमीलाई माफे हो कसले ए त्यो अघि मैले तिमीलाई माफ गरिदिएको त्यो त तिमीले मलाई हिजो रक्सी खाएर कुटेका थियौ त्यही माफ माग्यो होला भनेर माफ गरिदिएको सौता हालेपछि कसरी माफ गर्छ अब हेर्दै जाऊ तिम्रो कान्छीलाई मैले कान्छी चबाइदियो नलर न ओइ नलर न अर्काको घर अर्काको पोइर पोइल नलेखेर नआउँथे अनि तपाईँ अहिले ममाथि हात हाल्ने बढी भएको होइन त
मेरो कान्छीलाई हात हाल्ने? आजदेखि त यो घरलाई चाहिएन। आजदेखि त जे गर्न मन छ, जहाँ जान मन छ जा। आजदेखि मेरो हिमालय रानी बन्नबाट कोही सीमाले रोक्नेवाला छैन। तिमी किन दुखी भएको त? म छु नि तिम्रो लागि। जा मेरो भित्र। चेतना तिमी? एलिसा तिमी त डाक्टरी पढ्ने भनेर बाहिर देश गएको होइन र? आज त फर्किँदैछु। अनि तिमी चाहिँ के गरेकी छौ त? के गर्नु र? तिमीले जस्तो बाहिर देश गएर पढ्न सकिएन। यतै काठमाडौँतिर बसेर मास्टरको तयारी गर्दैछु। ठिकै छ त, राम्रै प्रगति भइरहेछ। त्यस्तै भन्नु पर्यो। साँच्चै तिमी त डाक्टरको पढाइ सकेर पनि उतैतिर काम गर्दैछौ रे त भन्ने सुनेको थिएँ। पैसा त टन्नै छाप्यो होला नि? अब पढ्दाखेरि लागेको ऋण त तिर्नु परिगयो नि साथी। अब भने जस्तो भए पनि यतै केही गर्नु पर्ला। त्यही भएर नेपाल फर्केको म त। राम्रो गऱ्यो भने साथी आफ्नो जन्मभूमिलाई पनि बिर्सिनु हुँदैन। मेरो बच्चा देखेको साथी, मलाई तिमीसँग कस्तो हक गर्न मन लाग्यो। होइन त्यो सीमा होइन र? को हो? उ त्यो के त्यो? सीमा? सीमा? के हो सीमा? यति छिटो बिर्स्यौ हामीलाई? मैले भनेको होइन हाम्रो साथी सीमा नै हो भनेर। अनि सीमा तिमी कहाँ जाने लागेको डोरी लिएर? अनि त्यो मुख खोल्न हो, किन ढोकेको त्यसरी? मेरो मुख फाटेको छ, तिमीहरू सामु देखाउन कस्तो लाज लाग्यो, त्यही भएर छोपेको। कस्तो फाटेको रहेछ र हौ, हामीलाई देखाउनै नमिल्ने। अनि तिमीलाई थाहा छ एलिसा त डाक्टर एलिसा भएर आएकी छिन्। अनि चेतनाले के काम हो? उनी पनि मास्टर भएर आइछिन्। ल बधाई छ है तिमी दुवैजनालाई। आफूले त केही गर्न सकिएन। ठिकै छ त, के भयो त? अहिले करियरको कुरालाई अलग्गै राखौँ। अहिले त हामी साथी हो नि यार। खै त्यो घुम्टो खोल त सीमा। तेरो अनुहार कस्तो हेर्न मन लागेको छ हामीलाई। होस् म खोल्दिन। होइन त्यो चेहरा के सुनको र हामीले हेर्नै नमिल्ने? हाम्रो साथी को हो त? जाऊ त यो साथी हटाएर आऊ। रुकन खोलेर आउँछु। कोही एलिसा जबरजस्ती नगर न हो। नै 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 नै। सीमा कसरी भयो तिम्रो अनुहारमा धोइ गाउ? सीमा के भयो साथी? सरी साथी, तिमीहरूले भनेको कुरा मैले समयमै मानेको भए आज यस्तो अवस्था आउनु थिएन। तिमीहरू सही थियौ र म गलत थिएँ। आज मेरो भविष्य अन्धकारमा छ। मेरो घर उजाडिएको छ। मेरो सिन्दुरहरू कसैले लुटेको छ। अनि मेरो जीवनका सारा डुबानमा परेका छन्। आज तिमीहरू जस्तै पढेर लेखेर शिक्षित भएर विवाह गरेको भए आज यस्तो अवस्था आउँदा पनि सहज तरिकाले टाढ्न सक्थ्यो होला। तर मैले बाल विवाह गरेर
गलत गरे साथी, म बर्बाद भए। त्यही भएर म त बाँच्ने सहारा केही नभएर मर्न जान लागेको साथीहरू। के भन्दैछौ तिमी यस्तो? यति सानो कुराले मर्न जाँदैछौ तिमी? लाटे यस्तो पनि गर्छन् त? हामी छौ त, हामी दिलाउँछौ तिमीलाई न्याय। हो नि, तिमीलाई यो हालतसम्म पुर्याउने मान्छेलाई कानुनी उपचार त गर्नै पर्छ। र गरौला पनि। त्योभन्दा पहिले तिम्रो चाहिँ हेराएर त घाउ घाउ जाऊ न अस्पताल। कस्तो प्यास लाग्छ, पानी देऊ न। मसँग छ पानी। जाऊ न। ए नानी, तँलाई एउटा कुरा सोध्नु छ यार। के कुरा? सोध्नु न। यो के हो? यही गर्ने बेला भएको छ तेरो? उमेर पुग्यो यही हो गर्ने? राम्रोसँग पढ्न छोडेर अहिले यही गर्दै बसेछस् त? काका चेतना, आऊ भित्रै। नानी त अलि उता बस्छ। के हो नानी, आज पनि त्यही बाटोबाट आइरहेछौ त? तिम्रो साथीको कुरा अझै टुङ्गेको छैन? काका आज बल्ल बल्ल फाइनल भयो। ए अनि के भयो त? यहाँ के भन्ने यार काका, पहिला पनि केटाकेटीले बाल विवाह गरेको तपाईँलाई थाहा छँदैछ। अहिले उमेर पुगिसकेपछि कान्छी ल्याएर मर्यो। उसलाई पनि फकाइ फुलाइ गरेर ल्याएको रहेछ, गयो भाइ जेल। ठिक्क भएछ, त्यस्तालाई हुनुपर्ने नै त्यस्तै हो। त्यसले गरेको गल्तीको सजाय हेरेर त बच्चाहरूलाई। तर त्यो सीमाले पो के गरेर जिन्दगी काट्ने हो? काका त्यही हत्या देख्न नसकेर एल्साले आफूले काम गर्ने हस्पिटलमा 2-4 पैसा होस् भनेर त्यही शान्तिमा काममा लगाइदिएकी छिन्। बच्चाहरू चाहिँ माउलीतिर हजुरबुवासँग छन्। देखिस्, पढ्ने बेला यो सब गर्दै हिँडिस् भने दुःख पाउँछस् छोरी, कुकुरै नपाएको। के भएर काका? तिमी त अलि पढे लेखे मान्छे, यो हेर त, सम्झाउ त यसलाई। के हो नानी, 13-14 उमेरमा पुग्दै अहिले यहाँनिर सीमाको कहानी सुन्यौ नि? के सिक्यौ त? सानो उमेरमा बिहे गर्यो भने धेरै दुःख पाइँदो रहेछ। अनि अब यति धेरै कुरा बुझिसक्यो मान्छेले के गर्छौ त? म पहिला पढ्छु, लेख्छु, ठुलो मान्छे बन्छु, अनि आफ्नो खुट्टामा आफै उभिन्छु, त्यसपछि सोचौला यो कुरा।